वेलकम टु माई न्यू ब्लग होइन। र आज चाहिँ के भन्नु चाहन्छु होइन है, र बोजू म बहिनी चाहिँ पुराणमा जाँदैछ। र हाम्रो उयसमा के भन्छ साइपाकमा चाहिँ हाम्रो पुराण हुँदैछ नि त, त्यहाँ हामी जाने होइन। र एकछिन अब नुहाइधुवाइ फ्रेस भएर चाहिँ हामी जाने। तपाईँहरूलाई पनि देखाउँछु के हुँदैछ त्यहाँ के छ। तर त गएको छैन, हिजोदेखि सुरु भएको होइन। र आजदेखि चाहिँ जाने होइन, तपाईँहरूलाई पनि देखाउँछु। केटा रेडी पनि भइसक्यो होइन। अब बोजू पनि तयारी हुँदैछ, बहिनी पनि तयारी हुँदैछ हो। अब हामी चाहिँ घरमा निस्केको होइन। र तपाईँहरू तल गएर भेटौँ है। हामी चाहिँ मिल आइपुगेको छौँ है। यहाँ सामान पनि छ होइन। बहिनी यहाँ छ, बोजू यहाँ छ। अब यहाँबाट जाँदैछौँ हामी होइन। उता अब यतिकै म त क्याम्प पाएखेरि के भन्छ यसको नाम, लिम्का के लिम्का खाँदैछ हो। कि हामी चाहिँ केही पनि खाएको छैन हो। यो सामान पाउँछ धुपसुप भएछ होइन। अब यहाँदेखि चाहिँ हामी त जाँदैछौँ, तपाईँहरूलाई देखाउने छौँ साई पार्कमा हो। वाह सुपर बनाएको छ अरे भनेर सुनेको थिएँ होइन। तपाईँहरूलाई देखाउने छु होइन। म पुगेर है अब चाहिँ हामी हिँड्दैछौँ होइन। यो सामान बगाएको छ यहाँ माथि छ साई पार्क होइन। यो सामान बगाएको पछाडि बोजू छ। कस्तो हिँड्न जानेको छ र अब कहाँ पुगेछ भने हामी है सुनेर भेटौँ त है। हामी चाहिँ अब होइन आउनु कालमा हामी चाहिँ अब कल जाँदैछौँ होइन। पनि रहेछ हो। भारतीय देवगुरु जहाँ चाहिँ रामकृष्ण बुद्धले अवतार लिएको पुण्य भूमिबाट आउनुभएका अतिथिले यस्तो भाषण त होइन भनेर देख्नुभयो त। अघि भन्नुहुँदै शब्द ब्रह्म होइन भन्दै शब्दको असर हेर्नुहोस्। यदि तपाईँलाई जुन तपाईँहरू मन्त्रमुग्ध हुनुहुन्छ, यहाँबाट मलाई कुनै प्रकारको गाली गौरव यस्तो अश्लील शब्द प्रयोग गरे भने तपाईँमा क्रोधको उदय हुँदैन। त्यसकारण शब्द चाहिँ ब्रह्म अवस्था जान्छ। त्यसकारण हामीले बोलीद्वारा नै व्यक्तिलाई हामी मन्त्रमुक्त पार्न सक्छौँ। बोलीद्वारा नै आज तोते बोलीद्वारा प्रेम बोलीद्वारा तोते बोल्ने बालकले भगवानलाई मेरो पति पनि यति विश्वास आस्था भगवान प्रति, अनि आज उहाँले पनि यति कठोर तपस्या गर्नुभयो। बोल सद्गुरुदेव भगवान की जोडले भन्नु होला है। अनसुया महारानी की। आज पतिव्रता धर्ममा पारङ्गता अनसुया कथा सुन्नु भएको छ। कति नानीहरू नाम अनसुया राख्नु भएको धनी हुनुहुन्छ। दिव्य महिमा चाहिँ आज अत्रि महामुनि ब्रह्माका श्रीपुत्र, आँखाबाट उत्पन्न भएका श्रीपुत्र, उहाँहरूको तपस्या, उहाँहरूको समर्पण तर्पण अनि पनि समर्पण देखेर आज उहाँहरूको जुन महान विचार केवल आफ्नो स्वार्थको निमित्त होइन भक्तजन। हामी त कति भगवानको ध्यान मन्दिर गुम्बा उहाँको समर्पण भावना देखेर त्रिदेवहरूले पनि आज अनसुया र
आज परम श्रेष्ठ ब्रह्मपुत्र ब्रह्माका पुत्र अत्रि महामुनिको त्यो दिव्य कुटीमा त्यो दिव्य धारामा आज उहाँलाई प्रदान दिनुको निमित्त उहाँहरूको दर्शनार्थम आज ब्रह्मा विष्णुले भन्नु होइन होइन हामी पतिव्रता नारीको हामी दर्शन गर्छौँ भनेर ब्रह्माजी महाराजको आग्रह हो। ब्रह्माजी महाराज की उहाँले सुस्वागत गर्नुभयो। आज अतिथि देवो भव त्रिदेवलाई दर्शन प्राप्त गरेर भगवान श्री शङ्कर भगवानलाई पनि दर्शन प्राप्त गरेर कृतकृत्य भन्नुभयो। त्रिदेवको दर्शन प्राप्त गर्नुभयो अनि उहाँले सम्मान गर्नुभयो, स्वागत गर्नुभयो अनि आसनमा विराजमान गर्नुभयो। अत्रि महामुनि पनि कृतकृत्य भन्नुभयो र अत्रि मुनिले हात जोडेर आज यो हाम्रो चाहिँ प्रसाद पनि पाइसकेको छ है। पुरी, खिर, सेलरोटी, आलुदम उयोले पनि खाँदैछ यारै। घर आइसकेको छु होइन र अन्त त बोजूहरू चाहिँ तल जानुभएको छु आन्टीकोमा होइन र प्रसाद ससाद पनि खाइयो, प्रसाद ससाद पनि ल्याइयो। अब भाइ बहिनी भरेतिर पनि जान्छु होला हो। र कस्तो लाग्यो भिडियो है, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् है र कमेन्ट पनि भन्नु पुराण कस्तो भयो है। थ्याङ्क यू सो मच।